हामी हर्क सम्पाङको कुरा गर्न चाहन्छौँ। निर्वाचनको लागि देश दौडामा छन् र श्रम संस्कृति पार्टीले निर्वाचनमा अब तल्का मचाउने घोषणा हर्क सम्पाङको र आयोगमा दर्ता भएपछि पहिलोपटक आज काठमाडौँमा सभा गरे हर्क सम्पाङले भनेका छन् मसँग स्पष्ट भिजन छ। भिजन नभएका नेताहरूले पटक पटक देशको नेतृत्व गरेको कारणले मुलुक अगाडि बढ्न सकेन। देशलाई अगाडि बढाउन स्पष्ट भिजन सहितको नेतृत्व आवश्यक छ र आफ्नो पार्टीले अब देशमा विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने र आफू प्रधानमन्त्री बन्नको लागि तयार रहेको पनि उनले बताएका छन् र हर्क सम्पाङको भनाइ छ आगामी निर्वाचनपछि यो देशको 5 वर्ष नेतृत्व मैले गर्न पाउनुपर्छ। उनले घोषणा गरेका छन् र 5 वर्षभित्र देशमा कायापलट गर्ने हर्क सम्पाङको भनाइ। उहाँहरू त बहुमत ल्याएर बालेन शाहलाई प्रधानमन्त्री बनाउने भनेर घोषणा गरिसक्नुभयो नि त। यस्तो तपाईँ अवस्था हेर्नुहोस् न, रविजीको पार्टीले लास्ट टाइम 21 सिट जितेको थियो। यो पालि कति जित्ला? बहुमत आउला? बहुमत आउन 138 सिट चाहिन्छ बहुमत ल्याउनको लागि। 138 सिट आउला त? लास्ट टाइम 21 आएको थियो, अहिले 138 आउला? प्रश्न तपाईँलाई आउला? तपाईँ भन्नुहोस् न, तपाईँ अब जेनजीको अगुवा हुनुहुन्छ मिराजी। होइन, यो त मैले भन्ने कुरा होइन। तर पनि जनता के भन्छन्, जेनजीहरू के भन्छन्? बहुमत आउँछ भने राष्ट्रिय स्वतन्त्र पार्टीको। अनि यो जेनजीले भन्ने कुरा होइन, हामी स्ट्याटिस्टिक्स हेऱ्यौँ, पहिलाको चाहिँ आँकडा हेऱ्यौँ। लास्ट टाइम उहाँहरू उत्तिकै पपुलर हुनुहुन्थ्यो, 21 आउँछ भने त यो पालि त 138 कसरी आउँछ? नट पोसिबल। 100 पनि घट्दैन मेरो हिसाबमा, मेरो आकलनमा है। त्यही भएर हामीले चाहिँ पुराना दललाई चाहिँ आउनलाई फेरि सरकार बनाउनलाई चाहिँ ठाउँ दिन्छौँ। यदि यही निर्वाचन प्रणालीबाट जाने हो भने देशले कुनै निकास पनि पाउनेवाला छैन डेफिनेटली।